नमस्ते एभ्रिवान, तपाईँलाई स्वागत छ सानो मिनी ब्लगमा। हेर्नुहोस् न, यो गाँसीमा यस्तो खुर्सानी लाग्यो भन्दा पनि धेरै लागेको थियो। अस्ति घाम पानी गरेर सबै पोचेर यसरी खराब भएर सबै खराब भएर गए। यसरी खराब भएछ। हेर्नुहोस् साथीहरू, घाम पानी भएन खुर्सानीहरू खराब हुने रहेछ। पाकेको छ, कोही टिप्दैछु, सबै खराब भएछ। आधा जस्तो सबै खराब भएको छ। हेर्नुहोस् न साथीहरू, सबै खराब भएछ। टिप्नु पनि लोभ लाग्छ, माया लाग्छ। यसरी फलेको देख्यो भने कति राम्रो लाग्छ, टिप्नु पनि मन लाग्दैन। आधाभन्दा धेरै खराब भएछ। हेर्नुहोस्, अस्ति पनि योभन्दा धेरै खराब भएर फ्याँक्नु पऱ्यो टिपेर। अहिले पनि त्यस्तै खराब छ, सबै खराब छ। त्यो घाम भएर केही रहनु दिएन सामानहरू पनि। हेर्नुहोस्, सबै खराब छ, सब खराब छ। अब गाँसीमा फलेर राम्रोसँगले भइराखेको देख्यो भने कति राम्रो लाग्छ र टिप्नु पनि माया लाग्छ। नटिप्यो भने नि यसरी सब खराब हुने रहेछ साथीहरू। यो पडोसीले दिएको थियो खुर्सानीको गाँसी, नासारीबाट ल्याएको, लैजा तैँले पनि रोप भनेर। कस्तो लाग्छ खुर्सानी त, फेरि पनि खराब भएछ सबै। टिपे हेर्नुहोस् साथीहरू, राम्रो चाहिँ यति निक्ल्यो, खराब चाहिँ दुनियाँभरको निस्केछ खराबहरू चाहिँ। यति खराब भएछ सबै। यो घाम पानी भएर हेर्नुहोस् साथीहरू। अब यही लगाइन्छ, यही खार हुन्छ। हेर्नुहोस् साथीहरू, तपाईँहरूले पनि बगानमा खुर्सानी लाउनुपर्छ कि पर्दैन कमेन्टमा भन्नु होला। मेरो त एउटै बुट्टा थियो, पर्दो थुप्रै भएको थियो डल्ले भुट खुर्सानीहरू। अहिले त एउटै बुट्टा थियो, त्यो पनि आधा खराब भएछ, आधा राम्रै छ। यति त पाएँ। हेर्नुहोस्।